नमस्कार, म सफल गलान, तपाईँहरूकै सुख दुःखको साथी। फेरि पनि मैले अर्को प्याकेज लिएर आएको छु सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीमा। यस्तो प्याकेज छ जुन प्याकेजमा तपाईँले पेन्सन प्राप्त गर्न सक्नुहुनेछ, पेन्सन खान सक्नुहुनेछ। एउटा निजामती कर्मचारी र सरकारी कर्मचारीले जस्तै तपाईँले आफ्नो बचत, नियमित बचत सँगसँगै समयको समाप्ति सकिएपछि तपाईँले लिनु पर्ने आफूले बचत गरेको पैसा र बिमाको रकम बराबरको बोनस कम्पनीले निर्धारण गरेको र नेपाल सरकार बिमा प्राधिकरणले निर्धारण गरेको बिमाको रकमको बोनस लिइसकेपछि तपाईँलाई पेन्सनको सुविधा छ, जहाँ सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीमा छ। मानौ तपाईँले 10 लाखको बिमा गर्नुभयो, 10 लाखको बिमा गरिसके पश्चात तपाईँले 20 वर्षको समाप्ति पछाडि तपाईँले 20 लाख रुपियाँ पैसा लिनुभयो। 10 लाखको बिमा गर्दा तपाईँले 20 वर्षको डबल पैसा तपाईँले प्राप्त गर्नुहुन्छ भनेदेखि 20 वर्षसम्मको बेनिफिट तपाईँले 35 वटा घातक रोगको पनि तपाईँलाई 10 लाख बराबरको रिस्क कभर दियो भनेदेखि एक्सिडेन्टल दुर्घटनाको कुराहरूमा तपाईँलाई 10 लाखको इन्सुरेन्स गर्दाखेरि तपाईँलाई पर्मानिकल डिसेबल भएको खण्डमा तपाईँलाई शारीरिक अपाङ्गता भत्ता हाल्नुपर्ने किस्ता पनि कम्पनीले नै हालिदिने भयो। भोलि त्यो अवस्था भयो भने है त्यस्तो होला भन्न सकिन्न, हुन्छ पनि र नहुन पनि सक्छ। र भोलि कुनै न कुनै 35 वटा घातक रोग तपाईँलाई लाग्यो भने बिमा कम्पनीले 10 लाख बराबरको रिस्क कभर तपाईँलाई बिमा कम्पनीले उपचार गरिदिन्छ निशुल्क रूपमा। यो तपाईँले पाउने अधिकार हो भने भोलि तपाईँलाई केही भएन भनेदेखि तपाईँले 20 वर्षको अवधिमा जुन प्लानमा बिमा गर्नुहुन्छ त्यो प्लानमा बिमा गरे पश्चात तपाईँले 20 लाख पैसा प्राप्त गर्नुहुन्छ। प्राप्त गरिसके पश्चात पनि बाँकी भनेको 20 वर्षसम्म तपाईँलाई पेन्सनको सुविधा छ, जहाँ सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीमा छ। किनकि हामी सूर्यज्योति लाइफ इन्सुरेन्स किन रोज्ने त भन्दाखेरि यहाँ पेन्सनको सुविधा पनि रहेछ र विभिन्न प्याकेजहरू छन् सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीमा। द पेन्सन प्लान यो 320 मैले यो किन भनिरहेको छु भन्दा धेरैजना दिदीबहिनीहरूलाई थाहा छैन होइन। एउटा ब्याङ्क र वित्तीय संस्थालाई मात्रै केन्द्रित छ भनेदेखि बिमा तपाईँको जीवनसँग केन्द्रित कुरा हो। भोलि बुढेसकालको सहारा भनेको यो बिमा नै हो, किनकि मरेपछि मात्रै पैसा पाउने होइन, मरिसकेपछि पनि आफ्नो परिवारको लागि नयाँ जीवन दिएर आफू गइन्छ भने पनि त्यहाँ जतिको धर्म केही पनि छैन। त्यसले गर्दाखेरि यहाँहरूले पेन्सन रोज्नु होला। आजैको दिनबाट तपाईँहरूले आफूलाई सोच्नु होला, मैले जीवन कस्तो बनाउने, मैले पेन्सन प्राप्त गर्ने कि नगर्ने, अथवा मैले पेन्सन मेरो जीवनको लागि चाहिँ मैले एउटा वृद्ध भत्ताको आशामा मात्रै हामीले बुढेसकाललाई चाहिँ सहारा लिने हो कि त आजैबाट हामीले सुरु गर्ने भन्ने कुराहरू यहाँहरूलाई अवगत गराउँदै सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी र सफल गलान हार्दिक अपिल गर्दै यहाँहरूको रोजाइ पेन्सन प्लानलाई माया गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्दै म आजलाई बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।